एकचोटि पुग्नै पर्ने ठाउँ पहाड की रानी नामले परिचित बन्दीपुर। काठमाडौँ पोखरा हाइवेको बीच डुम्रेदेखि करिब 8 किलोमिटर माथि उकालो लागेपछि पुग्न सकिने यस ठाउँ 30-40 मिनटको यात्रापछि यस ठाउँमा पुग्न सकिन्छ। यहाँ विदेशी तथा स्वदेशी पर्यटकको निकै भिड लाग्ने गर्छ। यहाँ रहेका यी पुराना डिजाइनका घरहरू, त्यस्तै मिलेका रङ अनि सरसफाई मनै लोभ्याउँछ। र यो हो तल देखिएको डुम्रे विमलनगरको केही भाग। यदि तपाईँ केबुल कारबाट आउन चाहनुहुन्छ भने यही विमलनगरबाट आउन सक्नुहुनेछ। अनि अर्को कुरा नि, तपाईँ हामीले काठमाडौँ मात्र टुँडिखेल सुनेका थियौँ होला, तर यसलाई पनि बन्दीपुरको टुँडिखेल भनेर चिनिने रहेछ। समयले साथ दिएसम्म तपाईँहरू पनि एकचोटि अवश्य आउनुहोला। पहाड की रानी बन्दीपुर।